हेलो गाइज नमस्कार। आज हाम्रो एउटा सानो ट्रिप रहेको छ। हामी कहाँसम्म जाँदैछौँ भने हामी तपाईहरुलाई देखाइहाल्छौं। हेर्दै गर्नु होला। आज उदाइबा जान लागेको, तर गर्मी त खासै छैन, पानी पनि परेको छैन, यस्तै छ है त। कता हो हेर्दै गर्नु है। कता हो
टिकट नपाएर पिर मान्नु भएको थियो होइन? हजुर जान पाइयो। पहिलाको चाहिँ त्यो उता पारिपट्टि छ सानो, अहिलेको चाहिँ यो ठुलो रहेछ। यस जहाजमा पहिलोचोटि होइन त? ल राम्रोसँग बस्नु होला, सुरक्षित रहनु होला, मोबाइल नखसाल्नु होला है त। मेरो चाहिँ चौथो पटक यसरी सवार हुँदैछ। रविनाजीको चाहिँ आज पहिलोपल्ट अनुभव गर्दैछन्। गर्मी बिस्तारै लाग्दैछ जापानमा, त्यसैको अब गर्मीलाई एउटा शीतलता प्रदान गर्नको लागि छुट्टीको पनि सदुपयोग गर्न भनेर हामी दुईजना आएका छौँ। अन्य पर्यटकहरू पनि हुनुहुन्छ धेरैजना नै। अब यहाँबाट 1 घन्टा लगभग हामी गर्नेछौँ। ठाउँको अपडेटहरू चाहिँ यहाँहरूलाई गराउँदै जान्छौँ। साइडमा चाहिँ उनीहरूले पाएका भएका बाआमाहरू घामको पारिलो ताप लिँदै यात्रा गर्नुभएको छ। यताभित्र त अलमोस्ट खाली खाली नै रहेछ, बाहिरपट्टि चाहिँ